उसको यहाँ बसाउँछु उसको यहाँ बसाउँछु यस्तो खालको भ्लगर बाटो जाम यस्तो हुन्छ बाटो जाम यस्तो हुन्छ चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। हेलो एभ्रिवान, गुड मर्निङ एन्ड नमस्ते। वेलकम टु माई न्यू भ्लग। फेरि पनि नयाँ भिडियो लिएर आइसकेको छु। मेरो भिडियोलाई हेरेर साथ सपोर्ट गरिदिनु होला र आजको भिडियो कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। आज चाहिँ म जाँदैछु साथीहरूसँग फर्पिङ चाहिँ एकदमै राम्रो ठाउँ छ अरे साथीहरू। सो त्यही भएर हामी चाहिँ आफ्नै गाडी नभएर हामी चाहिँ इन ड्राइभ गरेर जाँदैछौँ। इन ड्राइभमा 3 जना जाँदैछौँ र आजको भिडियो चाहिँ स्टार्ट हुन्छ। एकचोटि अगाडि अगाडि गइरहन्छ मैं ताछु पछाडि साथी दिनुहोस् ओके थ्याङ्क यू यो लिनु त हजुरको थ्याङ्क यू खोइ हौ माइक है मलाई थाहा भएन मैले अघि दिएको त तँलाई दिस मलाई माइक दिस कहाँ दिस बोक्छु मैले के हो यो बेच्यो ए यहाँ बेच ए होइन चिम्टी हो यो त उसको यहाँ बसाउँछु यस्तो खालको भ्लगर हामी त पुल पनि जाने जान्न थो त दामी तर हिँड्न एक्चुअली गाह्रो हुनेछ। एउटा मात्रै होला भनेको त 2 रहेछ नि त यसको झुटाउने माथि र तल। आफूले हिँड्ने एनर्जी छैन, कसैले डान्स गर्ने एनर्जी छ यहाँ। के भन्नु यही हो, यो चाहिँ टिकटकमा हजुरहरूले हेर्नुहुन्छ भने यही डाँडा हो। हामी फाइनली आइपुग्यौँ डाँडामा। यस्तो राम्रो भ्यू देखिँदो रहेछ साथीहरू। फर्पिङ हो यो चाहिँ होइन, हजुरहरूले देख्नुहुनेछ। यस्तो दामी यो ठाउँ त के भन्नु र है, नेपालमा यस्तो राम्रो ठाउँहरू छ। हामी नहिँडेर यहाँबाट चाहिँ पुरा डाँडाहरू सबै देखिँदो रहेछ यस्तो। यहाँ आएर त मेरो दिल खुस हो गयो, दिल खुश हो गया, लेकिन पैर पे बहुत दर्द हो रहा है, क्या करूं। यस्तो राम्रो ठाउँ छ यो सब, यस्तो दामी लाग्यो, पिसफुल। हजुरहरू यति काठमाडौँ आउनुहुन्छ भने यो फर्पिङ चाहिँ यस्तो दामी जग्गा छ होइन। हाइकिङ गर्नेहरू रहेकै पनि हिँड्नको लागि होइन, जे गर्नको लागि यति राम्रो छ, यति राम्रो छ। मलाई यस्तो मन अझै आफ्नै गाडी हुँदा होइन, आफ्नै साधन हुँदाखेरि त झन् यस्तो रमाइलो हुन्छ। हामी त अझ इन ड्राइभमा आएको, तर पनि अब भरे केमा जाने त्यो चाहिँ थाहा छैन। गाडी पाउँछ पाउँदैन त्यो पनि थाहा छैन। जस्तो हामी चाहिँ इन ड्राइभमा आएको, उताबाट आउँदाखेरि चाहिँ हामीलाई गाडी थाहा भएन नि त, अनि लोकल बसहरू आउँछ भन्ने थाहा भएन। त्यही भएर हामी चाहिँ इन ड्राइभमा आएको थियौँ। अब भरे चाहिँ तलबाट पाउँछ भन्ने चाहिँ छ, तर पाउँछ पाउँदैन हेरौँ। तर अनि हामी ढिलै फर्क्यो नि केही छैन। यो जग्गा यस्तो राम्रो छ, ओ माई गड। सिरिरी बताउँदै चल्यो लै ओइ गीत गाउन हो।
रमाइलो गर्दै जाउँ न हो तिर्खलाको पानी नबकिआएको हाम्रो यस्तो दिमाग उफ टिकटकमा बिजी पर्सनहरू फेरि आफ्नो मोबाइलमा चार्ज सकिएको सकेको गर्छ हो पावर ब्याङ्क साथमा यसरी हिँड्नु परेको छ लिएर झन्झट गाह्रो छ हाम्रो त यति टाइम जान्छ कि फोटो खिच्दा भिडियो गर्दा कति भयो अहिले हाम्रो कति टाइम भयो पिकनिक हाइकिङको लागि साथीहरूसँग गफ गर्दै जानलाई छ नि त्यहाँ बस्नै छ नि भोलि पर्सि हाम्रो गाडी किनौँ अनि जाऊँ ल गाडी किन्ने अनि जाने अच्छा ठीक है के गर्नु अहिले बिचको छु यिनीहरूको नाटकहरू नहेरी नाटक भयो जाम सुनेको गीत हो यो यस्तो गर्दा पनि हुन्छ हौ जाम यस्तो हुन्छ बाटो जाम यस्तो हुन्छ चलो तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम। बन्नै नबन्ने बदाम अहिले चाहिँ हामी फुल र हाइड्रो पावर जानु आँटेको ओइ त्यो बदाम मैले एउटा टोकेको छु कि ओइ ढोकेर पनि त हिँड्नु अरे पुलमा त के गर्नु होइन पुलमा चाहिँ ढोकेर पनि त बस्नुपर्छ अरे ढोकेर ओइ अब यस्तो हल्लिन्छ नि त्यही माथि हो कि हामी अलि माथि गयौँ भने 5 मिनट ओइ अनि यो पुल हेर्न आएको हामी म त आउँदिनँ थिएँ नि अनि ए पुल मात्र हेर्नु आएको बरु म त माथिको ठाउँबाट राम्रो नि ल पुगे त भन्ने पाइ यो बोक्दा गाडी चढ्छ अरे यहाँ तलबाट त्यो कहाँ जान्छ गाडीहरू है यो माथि जाउँ है आमा भरे दुःख मात्र पाइन्छ क्या दुःख मन लेखेको छ भने पाइन्छ नि के छ र हिँड्दै जाउँ ल अब काठमाडौँ जाउँ ल है बहुत दर्द हो रहा है। ड्यामतिर चाहिँ नआउँदा नि हुने रहेछ होइन किनभने यहाँ चाहिँ यस्तो मात्र छ तर यताउता भ्यू चाहिँ राम्रै देखिन्छ यहाँ पानी चाहिँ छैन रहेछ अब हामी पूर्वको मान्छे भयौँ होइन पूर्वमा चाहिँ यस्तो खालको घरहरू हुँदैन यस्तो जस्ट मजा लाग्यो घुमेर अब त आयौँ होइन अब गाडी छैन गाडी नभए टेन्सन लाग्यो माथि छ अरे गाडी सो अब चाहिँ मेरो भिडियो यति नै हुन्छ होला साथीहरू अब फेरि नेक्स्ट भिडियो लिएर आउने छ अब चाहिँ मेरो खुट्टा दुखेर यस्तो बिचो भइसकेको छ मैले यस्तो गाह्रो भइसकेको छ त्यही हो अब चाहिँ मेरो भिडियो यति नै बाई बाई